छोरी हेर न मैले तिमीलाई आज के ल्याइदिएको थिएँ हेर हेर त छोरी छोरी त अघि नै बाटोतिर खेल्न गएको देख्नु भएन बाटोतिर ख्याल गर्नु पर्दैन खै कहाँ गइछ त आउँछ हेर्नु त अनि राम्रोसँग भन्नुपर्छ नि बाटोतिर खेल्न जमाना ठिक छैन कस्तो मान्छे रहेछ यार तिमी कमसेकम छोरीलाई राम्रोसँग हेर्नु पर्दैन जन्माएर मात्रै हुन्छ भर्खरै खेलिरहेको थिएँ कस्तो यहीँ कहाँ गएछ त बच्चाहरू कहाँ गइछ त के नानी अब क्या सोधौँ कि क्या सोधौँ क्या कल्लु गर होला कि नानी हाम्रो नानी आइछ कहाँ गएछ त यहाँ तिमी जाऊ जाऊ दे नि म माथि यसो गाउँतिर हेरेर राम्रोसँग सजिलो छिट्टै खबर पठाउनुहोस् है मलाई ल ल म पनि यतातिर खोज्दै गर्छु नानी भेटी पत्तै लागेन कहाँ गयो कहाँ गएछ त त्यो जाने आउनु ती बिचार घरका जाने तिम्रो बच्चासँग त्यहाँ जता कति सोधेर आउनुभयो ए प्रभु कहाँ गएछ त मेरो छोरी अब के गर्ने हो कहाँ खोज्नु जाने ख्याल गर्नु पर्ने थियो अब त्यो भनेर हाम्रो छोरी खोज्नुतिर लाग्नु पर्यो अब म त लास्टै चिन्ता अब लागिसक्यो चौकीमा जाऊँ चौकीमा पुलिस चौकीमा गएर रिपोर्ट लेखाउँ के अब एउटा आशा भनेको त्यही पुलिस चौकी हो है चौकी जान जाने यहाँ नानीले कतै केही के गर्नु त के गर्नु सक्यो गाउँको मान्छेले भने हुन्थ्यो कि चौ हो त्यही विकल्प त्यही हुन्छ ल छिट्टै गरिहाल्नु चौकीमा ठिक हो है सर नमस्ते मेरो छोरी हराएको आज एक दुई घन्टा भयो सर अब बिहान उसले काम गर्दाखेरि घरबाट निस्केर गएछ कता गएछ छोरीको नाम गरिमा चौधरी हो उमेर 3 वर्ष हो म चाहिँ बाहिर काममा गएको थिएँ यिनले हेर्नुपर्छ यिनी पनि उस्तै तपाईँहरूको लापरवाहीले यस्तो आजभोलि रेपहरू बढिरहेको छ हत्याकाण्ड धेरै भइरहेको छ बच्चा ध्यानसित हेर्ने हो र ठिक छ तपाईँको बच्चा साससँग घर आइपुग्छ तपाईँहरू आएर टेन्सन नगरेर घर जानु बरु सक्नुहुन्छ भने गाउँतिर यसो यताउता खोज्नुहोस् तर हामी तपाईँको विश्वास गर्छौँ तपाईँहरू मात्र एउटा विकल्प हामी धेरै गाउँमा खोज्यौँ कहीँ भेटिएन क्या त्यही भएर हामी तपाईँ कहाँ आएको हौँ होइन हामीलाई विश्वास छ तपाईँले चाहिँ हाम्रो यो सपना हाम्रो जिन्दगीलाई खोजेर ल्याइदिनुहुन्छ ल तपाईँ ढुक्क हुनुहोस् अहिले घर जानुहोस् धेरै टेन्सन नलिनु यताउता गएकोले हामी खोजेर सही सलामत तपाईँको घर ल्याइदिनेछौँ साँझसम्म आइपुग्छ ल तपाईँ ढुक्क हुनुहोस् खालि ल के गर्न यस्तो मर्या डाङ्रा जस्तो यता त गर्ने लास्टभित्र सर आउनुमा तपाईँहरू सर आउनु को मलाई फोन गर्ने म तपाईँ क्यामेरा बन्द गर्नु भित्र के भएर आउनु भित्र के भयो हजुर सर त्यही गरिबा नानीको लास जस्तो छ त्यसको बाबालाई फोन लगाइहाल्नु त पुलिसको फोन आएछ नानी भेटियो होला सायद ए हो म त्यहाँ माथि गएर आउँछु है छिट्टै लिएर आउनुहोस् है नानीलाई भेटिहाल है
चाहिँ कसले बुझिदिन्छ तेरो आसन भाषण अनुशासन यहाँ रासनमै शासन म बिना चाहिँ कसले बुझिदिन्छ तेरो आसन छेडेर